हेलो वेलकम टु माई युट्युब च्यानल। हजुरहरू पनि सन्चै होला भन्ने आशा गरेकी छु। आज मेरो पुरानो बेलाको फोटोहरू देखाउँदैछु। कस्तो छ भनिदिनु होला, कमेन्ट गरिदिनु होला, भिडियो लास्टसम्म हेरिदिनु होला। हजुरहरूलाई आज मैले पुरानो फोटो देखाउन मन लाग्यो अनि त्यही भएर भिडियो बनाउँदैछु। यो पुरानो फोटोहरू देखाउँछु म कस्तो थिएँ, मेरो यहाँ कसको फोटो छ, म हजुरलाई सबैलाई चिनाउँदै देखाउँदै गर्छु। हेर्नु होला, पुरानो बेलाको फोटो है त। पक्क म एकैवटा देखाउँछु। यो म सानो हुँदाखेरिको, हेर्नुहोस् त, म सानो हुँदाखेरिको फोटो। अनि अर्को जुन आउँछ म त्यही देखाउँछु नि। यो म कलेज पढ्दाखेरिको फोटो, मेरो साथी, यो दुर्गा, यो प्रियङ्का, यो सुस्मिता, यो बिमला अनि यो हामी भर्खरै कलेज पढ्दाखेरिको फोटो। अनि यो पनि मेरो कलेज पढ्दाखेरिको फोटो। अनि यो मेरो ब्याचलर पढ्दाखेरिको फोटो। कस्तो छ भनिदिनु होला। यो पनि मेरो ब्याचलर पढ्दा नै होला। यो चाहिँ हामीसँग क्यामेरा हुँदैन थियो नि त, अनि यो मोबाइलबाटै फोटो खिचेर धुलाएको हो कि यिनीहरू चाहिँ। अनि यो चाहिँ मेरो साथी दुर्गा र म 30 मा अनि त्यो फुड स्टोरको दाइकोबाट अनि खिचेको। तर यो पनि धेरै पुरानो, ब्याचलर पढ्दाखेरि आजभन्दा लगभग 15 वर्ष अगाडि, 10 वर्ष अगाडि जतिको फोटो होला सायद। अनि यो चाहिँ मेरो ठुलमम्मी, यो चाहिँ मेरो मम्मी हुनुहुन्न अहिले, यो मेरो ठुलमम्मी, यो मेरो जेठी ठुलमम्मी। अनि पक्कै पुरानो भन्दा त ठ्याक्कै मेरो बिहेको फोटो नै आइपुग्यो। यो चाहिँ मेरो बिहेको फोटो, हाम्रो पार्टीको दिनको फोटो यो चाहिँ। अनि यो चाहिँ मेरो मेहन्दीको फोटो। अनि हामी यो म एसएलसी पास भएपछि हामी मनोकामना जाँदाखेरिको फोटो। यो मेरो बुवा, यो मेरो भिनाजु, यो मेरो कान्छी बहिनी, यो मेरो माइली दिदी अनि यो म, हामीहरूको मनोकामना फर्स्ट टाइम जाँदाखेरिको फोटो। अनि मेरो साथी दुर्गाको बहिनी अनि म। फोटो नि कस्तो उनी भइसकेको छ। दुर्गा बिगारेको थियो भर्खरै त्यसको, अनि बहिनी चाहिँ त्यसको, अनि मेरो फोटो। अनि हाम्रो यो मनोकामना जाँदाखेरि केबुलकारमा पुग्छ माइल दिदी, म अनि बुवा। बुवा कति पातलो हुनुहुन्थ्यो, अहिले त मोटाएर कस्तो हुनुहुन्छ नि। पक्कैहरू पनि फोटो देखाउँछ। अनि मेरो साथीको र मेरो सुस्मिताको र मेरो फोटो। यो पनि यस्तै होला, 11 मा हामी 11 को एक्जाम दिँदाखेरिको फोटो। यो चाहिँ हामी मोबाइलबाट, कुसुमको मोबाइलबाट हामीले खिचेको। हामीसँग त्यसै थिएन। अनि यो बिमला, यो म भइहाली, यो कुसुम, यो प्रियङ्का, यो सुस्मिता। यो चाहिँ हाम्रो उसको कुसुमको मोबाइलबाट, उसको मोबाइल थियो, उसको मोबाइलबाट अनि हामीले खिचेको। अनि यो चाहिँ मैले एकदमै राम्रो लागेर पासपोर्ट साइजको फोटोलाई ठुलो बनाएको क्या। कस्तो राम्रो लागेर अनि यसलाई पासपोर्ट साइजको फोटोलाई ठुलो बनाएर राखेको। यो चाहिँ कस्तो राम्रो छ नि। अनि हेर्दै मेरो सबैभन्दा पुरानो म यो 6 कक्षा पढ्दाखेरिको फोटो हेर्नु, कति राम्रो फोटो छ। त्यति बेला फुल हातमा लिएर खिच्ने चलन थियो नि त, अनि कति रहर लाग्ने भने त्यति बेला फोटोलाई। त्यो फोटो यो फोटो कति धेरै मिस हुन्छ नि। मैले धन्न यो फोटो चाहिँ खिचेकी रहेछु जस्तो लाग्छ क्या। सबै साथीहरूले हामी त छैन भन्छन् फोटो, त्यो भन्दा आमा मैले धन्न खिचेछु भन्ने जस्तो लाग्छ क्या। अनि यो चाहिँ मेरो मम्मीको फोटो, मम्मीको फोटो मात्रै छ। मम्मी हुनुहुन्न हामीसँग, मम्मीको फोटो मात्रै छ। अनि मेरो यो बिहे गरेपछि नन्नको इन्गेजमेन्टमा खिचेको फोटो, माथि छतमा, हाम्रो घरको छतमा खिचेको। यस्तो राम्रो लाग्छ यो फोटो। कति राम्रा फोटोहरू छन् नि, कति याद आउँछ यिनीहरू फोटोमा। अनि त धन्न खिचेछु जस्तो लाग्छ अहिले त यिनीहरू फोटो देख्दाखेरि त। यो चाहिँ कसको बिहेमा खिचिदिनु भएको अरे बाबाले। यो चाहिँ फोटो चाहिँ, तर यिनीहरू चाहिँ आमा कस्तो जानेर, पैसा हुँदैन थियो, 2 रुपियाँ 1 रुपियाँ जम्मा पारेर यिनीहरू फोटो धुलाएको मैले यो फोटो।
यिनीहरू दुःखै थियो अनि अहिले यस्तो पैसा हुँदैन थियो नि त त्यति बेला हामीलाई कसले दिनु र नि त्यति बेला नि यस्तो रहर लागेर यति रहर लाग्छ नि यो फोटोहरू हेर्दा आमा म त यस्तो यस्तो थिएँ भनेर पुराना पुराना फोटोहरू यति धेरै मिस हुँदैन यो फोटोहरू हेरेर साँच्चै नै पुरानै भयो जस्तो लाग्छ आफूलाई त मेरो पुराना पुरानाको फोटो राख्न लाग्यो क्या कस्तो कस्तो बेलाको थियो भनेर हेर न यहाँ साथीहरू हेर न कस्तो कस्तो बेला आएको अब हामीले कति खिचेर जुनाउन पनि मैले त यो फोटो कति खिचेर जाने अझै एउटा पनि छ नि यही साथीहरूसँग बसेको यही भइयो नि पुरानो भन्नेमा साँच्चै नि कति रहेछ नि त मजा त पुराना पुराना फोटोहरू त टन्नै रहेछ नि त ल सबैभन्दा पुराना पुराना फोटोहरू दुर्गा र म ल यिनीहरू त किन पुरानो फोटो होइन नि त आज मलाई यस्तो हेरेर मन लाग्यो अनि यस्तो एउटा ब्लग बनाउनु न भनेर लाग्यो रुवा लागेर एकदमै धेरै उ भइरहेछ खासै मलाई बोल्न नसक्ने छु घाँटी एकदमै लिएर यो म यो हामी सुस्मिता कुसुम यो म अनि यो कस्तो टल्केको क्या क्यामेराले यो प्रियङ्का यो म यो कुसुम यो सुस्मिता यो प्रियङ्का होइन नि यो बिमला यो म यो कुसुम यो सुस्मिता यो प्रियङ्का अनि यहाँ पनि छ है हाम्रो यो दुर्गा यो सुस्मिता यो प्रियङ्का यो म यो बिमला अनि त्यही बेलामा खिचेको फोटो मैले यस्तो रहर लागेर यो म त्यही बेला खिचेको फोटो यो मैले रहरै लागेर यो म अनि सुस्मिता र म अनि यो म अनि यो पनि म यो पनि म अनि यो चाहिँ म के अरे म दुर्गाको बहिनी दुर्गा यो म